कार्यको प्रशंसा गर्नेछन्। प्रशंसा प्राप्त गर्नुहुनेको साथसाथै व्यावसायिक क्षेत्रमा यदि कुनै पनि महत्त्वपूर्ण लगानी लाउनु भएको छ भने त्यसबाट तपाईँले प्रशस्तै लाभ प्राप्त गर्नुहुनेछ। मित्र, कुटुम्ब, साथीभाइ, आफन्तहरूले पनि तपाईँको कार्यको लागि तपाईँलाई प्रशस्त हौसला दिनेछन्, प्रशंसा गर्नेछन्, महत्त्वपूर्ण सम्मान पनि प्रदान गर्नेछन्, जसबाट तपाईँ मन उत्साह, उमङ्ग, आत्मिक भावको विकास निरन्तर बढ्दै जानेछ। अर्को महत्त्वपूर्ण पक्ष, मध्यस्थकर्ता कारोबारबाट आंशिक रूपमा केही लाभ प्राप्त गर्नुहोला, जसबाट नसोचेको सफलता मिल्न सक्छ। महत्त्वपूर्ण आध्यात्मिक व्यक्तिहरूको मार्गनिर्देशनबाट गरिएको कार्यबाट तपाईँ लाभ प्राप्त गर्नुहुनेछ। विशेष गरेर राशिको सन्दर्भ चर्चा गर्दाखेरि राशि रत्न भनेको मुगा, तपाईँको मूल ग्रह भनेको मङ्गल ग्रह, रातो ग्रह हो, युवराज ग्रह हो, कुमार ग्रह हो, जसको प्रभाव भगवान गणेशसँग प्रत्यक्ष रूपमा रहेको हुन्छ। यसकारणले भगवान गणेशको पूजा आराधना गरेर सुख शान्ति समृद्धि प्राप्त गर्न सक्छौँ। दर्शकवृन्द, अब चर्चा गरौँ वृष राशिको। यो राशि हुने यहाँहरूको लागि आज अलि परिश्रम धेरै गर्नु पर्ला। स्वास्थ्य समस्याले आंशिक रूपमा केही बाधा, अडचनहरू, अप्ठ्यारोहरू दिन सक्छ। मनमा अनावश्यक अनिष्टको भयले सताउन सक्छ। तर धार्मिक क्षेत्रमा सहभागी हुनेहरूको लागि भने आज साहस, पराक्रम, पुरुषार्थ, शौर्यता वृद्धि हुने देखिन्छ। मित्रहरूले पनि तपाईँ कार्य प्रशंसा नै गर्नेछ। महत्त्वपूर्ण कार्य सम्पादन गर्दा बडो ध्यान दिएर गर्नुहोला। अनावश्यक विवाद, तनाव, द्वन्द्वबाट बस्नु नै तपाईँलाई अत्यन्त हितकारी हुनेछ। यातायात व्यवसायमा विशेष गरेर लामो यात्राको परामर्श नथाल्नुहोला। चोटपटक लाग्न सक्छ, दुर्घटना, दैविक प्रकोपको सामना पनि गर्नुपर्नेछ। यसकारणले गर्दा यात्रा गर्दा बडो सावधानीपूर्वक यात्रा गर्नुहोला। कालो वस्त्र, वाहन इत्यादि तपाईँलाई शुभदायक हुँदैन, चोटपटक पनि लाग्न सक्छ। हात हतियार आदिबाट भय हुने योग देखिन्छ। पशु पक्षी र विशेष गरेर कृषि व्यवसायमा कार्य गर्नलाई आज अत्यन्त लाभदायक दिन रहेको छ। राशि स्वामी शुक्र भएको हुनाले, शुक्रको प्रभाव बडो प्रभावकारी रहेको हुनाले आज केही कार्यहरू बन्नेछन्। भगवती दुर्गाको पूजा आराधना गरेर नयाँ काम शुभारम्भ गर्नुभयो भने तपाईँलाई अत्यन्त लाभदायक र कल्याणकारी रहनेछ। दर्शकवृन्द, अब चर्चा गरौँ मिथुन राशिको। यो राशि हुने यहाँहरूको लागि ग्रहको स्थितिले हेर्दाखेरि परिवारमा सहयोग भावको विकास होला, महत्त्वपूर्ण कार्यहरू सफल हुनेछन्। कार्य सम्पादनतर्फ पनि प्रशस्तै समय खर्चिनुपर्ने योग देखिन्छ। मित्र, साथीभाइ, कुलकुटुम्बले पनि तपाईँको कार्यको प्रशंसा गर्नेछ। लेखन, कला, साहित्य, सिर्जनाको क्षेत्रमा काम गर्नेलाई दिन आज अत्यन्त लाभदायक रहेको छ। कुटुम्बहरूको समन्वय, सहकार्यबाट अधिकांश कार्यहरू बन्नेछन्, जसबाट मनमा उत्साह, उमङ्ग, प्रेम र आत्मिक भावको विकास निरन्तर बढ्दै जाला। कार्य गर्दाखेरि विशेष गरेर सावधानीपूर्वक गर्नु तपाईँले हितकारी हुनेछ। अनावश्यक द्वन्द्व, तनाव यसतर्फ नफस्नु होला। कानुनी उल्झनको सामना पनि गर्नुपर्न सक्छ। राजनीतिक रूपमा मिथ्यावादको सम्भावनालाई नकार्न सकिन्न। तपाईँको ग्रह स्वामी भनेको बुध ग्रह हो, जसको रङ हरियो मानिन्छ। मिश्रित, छिर्के मिर्के पनि मान्न सकिन्छ। अर्को पक्ष, भगवान लक्ष्मीनारायणको पूजा आराधना तपाईँलाई अत्यन्त हितकारी हुनेछ। कार्य गर्नलाई आरम्भ गर्दै हुनुहुन्छ भने भगवान लक्ष्मीनारायणको पूजा गरेर कार्य शुभारम्भ गर्नुभयो भने तपाईँलाई अत्यन्त लाभदायक र कल्याणकारी हुनेछ। दर्शकवृन्द, अब चर्चा गरौँ कर्कट राशिको। यो राशि हुने यहाँहरूको लागि गुप्त शत्रुले तपाईँलाई सताउन सक्छन्। अनावश्यक पीडा, तनाव, द्वन्द्वबाट बस्नु नै तपाईँलाई हितकारी हुनेछ। आज साहसिक कार्य गर्ने अवसर पनि प्राप्त होला। तर ग्रहको स्थिति हेर्दा लेखन, कला, साहित्य, सिर्जना र अन्य विविध कार्यमा तपाईँको सहभागिता जुट्नेछ, जसबाट मनमा उत्साह, उमङ्ग, प्रेम, आत्मिक विश्वास पनि बढेर जानेछ। वस्त्र, कपडा, तयारी पोसाक, आभूषण आदि किनबेचको सम्भावना देखिन्छ। तीर्थयात्राको परामर्श थालिएला। मान्यजनहरूबाट आंशिक रूपमा सहयोग, सहभागिता मिले पनि मध्याह्नभन्दा पछि अनावश्यक विवादमा सहभागी नहुनु नै तपाईँलाई हितकारी हुनेछ। द्वन्द्व र विवादबाट केही तनाव, केही अप्ठ्यारोको अनुभूति हुन सक्छ। त्यसतर्फ सचेतन होला। तपाईँको राशि स्वामी भनेको चन्द्रमा। चन्द्रमाको रङ उज्यालो सेतो रङ, अत्यन्त शुभदायक। मान्नुपर्ने देवता भगवान शिव, आशुतोष अवगढदायनी शिवको पूजा आराधना गर्यो भने राशि ग्रहको सन्दर्भ पनि चन्द्रमा भएको हुनाले चन्द्रमा भगवान शिवको शिरमा जटामा बस्नुहुन्छ। त्यसकारणले शिवजीको पूजा तपाईँलाई अत्यन्त हितकारी रहनेछ। दर्शकवृन्द, अब चर्चा गरौँ सिंह राशिको। यो राशि हुने दर्शक महानुभावहरूको लागि आज समय अलिक खर्चिलो रहेको छ। अनावश्यक विवाद, द्वन्द्व, तनावले तपाईँलाई सताउन सक्छ। नसोचेको मिथ्यावादले तपाईँलाई मानसिक रूपमा तनाव दिन सक्छ। त्यसतर्फ सचेत रहनु तपाईँलाई हितकारी हुनेछ। साहस, पराक्रम, शौर्यताको वृद्धि होला। विशेष गरेर यातायात व्यवसायमा कार्य गर्नलाई आज अलिकति दिन खर्चिलो रहेको छ।
भूगर्भसँग सम्बन्धित ढुङ्गा माटो पानीको व्यवसाय गर्नलाई आज आंशिक रूपमा मध्याह्नभन्दा पछिको समय केही लाभदायक रहनेछ। सन्ध्याकालीन समय अनावश्यक कानुनी अडचन, विवाद, तनाव र द्वन्द्वले तपाईँलाई मानसिक रूपमा तनाव दिन सक्छ। परिवारमा आफन्तको स्वास्थ्य बिग्रनाले मनमा अलि उद्वेगता आउन सक्ने योगलाई नकार्न सकिन्न। तपाईँको ग्रहको स्थितिले हेर्दाखेरि तपाईँको राशि स्वामी सूर्य, रङ तपाईँको रातो गुलाबी पिङ्क अत्यन्त राम्रो। भगवान सूर्यको पूजा उपासना आराधना गरेर नयाँ कार्य शुभारम्भ गर्न सक्नुहुनेछ। र भगवती देवीको भद्रकालीको पूजा भने तपाईँलाई त्यत्तिकै हितकारी हुनेछ। घरबाट निक्लिँदा भद्रकाली भगवतीलाई देवीलाई सम्झेर निक्लिनु भने त्यो तपाईँलाई अत्यन्त लाभदायक, कल्याणकारी, शुभदायक हुने योग देखिन्छ। दर्शकवृन्द, अब चर्चा गरौँ कन्या राशिको। यो राशि हुने दर्शक महानुभावहरूको लागि आजको दिन अत्यन्त महत्त्वपूर्ण र निर्णायक रहनेछ। शत्रुहरूले तपाईँको कार्यमा अनावश्यक व्यवधानहरू उत्पन्न गराउन सक्छन्, त्यसतर्फ सचेत रहनुहोला। गुप्त स्वास्थ्य, रोग, दुर्घटना, शत्रु भएको सम्भावनालाई नकार्न सकिन्न। शारीरिक तापमा वृद्धि हुनेछ। ज्वरो, रुगाखोकीको प्रकोपले भने तनाव दिन सक्छ। ढाड कमर घुँडा जोड्नेमा, ब्याक पेनमा केही समस्याले भने तपाईँलाई मध्याह्नभन्दा पहिले सताउन सक्छ। त्योभन्दा पछिको समय भने तपाईँको कार्यहरू निर्णायक हुनेछन्। सङ्कल्पित कार्यहरू सफल हुनेछन्। लेखन कलाको क्षेत्रमा पनि तपाईँको प्रशंसा चौतर्फी हुनेछ। मित्र साथीभाइले तपाईँको कार्यको लागि प्रशंसा गर्ने मात्र छैन, तपाईँलाई सहयोग पनि गर्नेछन्। प्रेम प्रस्तावको प्रबल सम्भावना रहेको छ। प्रेम प्रस्ताव आउँदा त्यसलाई स्वीकार हुनेछ। र दाम्पत्य जीवन पनि केही अनावश्यक मध्याह्नभन्दा पछि तनाव द्वन्द्वको वृद्धि हुन सक्छ। तर सन्ध्याकालीन समय भने परिवारका सदस्यसँग लामो यात्राको शुभारम्भ गर्नुहुनेछ। आज तपाईँको ग्रहको सन्दर्भमा कुरा गर्दाखेरि तपाईँको राशि स्वामी बुध ग्रह। बुधको रङ हरियो रङ अत्यन्त शुभदायक, मिश्रित छिर्के मिर्के रङ शुभदायक हुन्छ। पूजा गर्नुपर्ने देवता नारायणको पूजा आराधना, लक्ष्मी र नारायणको संयुक्त पूजा आराधना तपाईँलाई त्यत्तिकै हितकारी हुनेछ। आज नयाँ कार्यको लागि शुभारम्भ गर्नु तपाईँलाई हितकारी हुने योग देखिन्छ। दर्शकवृन्द, अब चर्चा गरौँ तुला राशिको। यो राशि हुने यहाँहरूको लागि आज ग्रहको स्थितिले हेर्दाखेरि व्यापार व्यवसायमा प्रशस्तै लाभ होला। शिक्षा, साहित्य, साधनामा पनि तपाईँको प्रशंसा हुनेछ। मित्रहरूले तपाईँलाई प्रशस्तै सहयोग गर्नेछन्, जसबाट महत्त्वपूर्ण सफलता त पाउनुहुनेछ नि। धार्मिक यात्राका शुभ अवसरहरू मिल्नेछन्। लामो समयदेखि मित्रसँग भेट हुनेछ जो लामो समयदेखि छुटिएका छन्। प्रदेश यात्राको शुभ अवसर मिल्न सक्छ। परीक्षा अन्तर्वार्तामा पनि तपाईँको आज प्रशस्तै लाभ मिल्ला। यदि कहीँ परीक्षाको लागि तयारी गर्दै हुनुहुन्छ भने आज तपाईँलाई हितकारी हुनेछ। वस्त्र आभूषण, गरगहना, रत्न जोडिएला, सन्तानको सहयोग पनि मिल्नेछ। निर्णायक कार्यहरू आज गर्ने अवसर मिल्न सक्छ। शत्रुले भने तपाईँको कार्यमा केही व्यवधानहरू उत्पन्न गराउन सक्छन्। त्यसको समाधानको लागि तपाईँको राशि स्वामी शुक्रको ग्रहको भगवती काली, दुर्गा, भवानीको पूजा आराधना तपाईँलाई त्यत्तिको लाभदायक हुन्छ। गणेश र दुर्गाको पूजा आराधना गरेर कुनै पनि नयाँ कार्यको शुभारम्भ गर्नुभयो भने तपाईँको कार्यहरू सफल हुनेछन्। रङको सन्दर्भमा आज उज्यालो, खैरे, टाटेपाटे, छिर्के रङ, विशेष घिउ रङको वस्त्र इत्यादि तपाईँलाई शुभदायक हुनेछ। लामो यात्राको भने सन्ध्याभन्दा पछिको समय केही लामो यात्राको योजनाहरू बन्नेछन्, जसबाट आंशिक रूपमा तपाईँले केही सफलता पनि पाउनुहुनेछ। दर्शकवृन्द, अब चर्चा गरौँ वृश्चिक राशिको। यो राशि हुने दर्शक महानुभावहरूको लागि आज मान्यजन आफन्तहरूले तपाईँको कार्यको प्रशंसा गर्नेछन्। प्रशस्तै शुभ लाभ पनि प्राप्त गर्नुहोला। मैत्री करुणाको भाव स्थापित भएर जानेछ, जसबाट तपाईँको मित्रहरूले पनि तपाईँको कार्य प्रशंसा गर्नेछन्। लेखन कला, साहित्य, शिक्षाको क्षेत्रमा प्रशस्त लाभ मिल्नेछ। भूमि वाहन, अचल सम्पत्ति, जग्गा जमिनबाट पनि तपाईँले प्रशस्तै लाभ पाउनुहुनेछ। मित्र साथीभाइको सहयोगबाट अधिकांश कार्यहरू बन्नेछन्। स्नेह, सुख, शान्ति, समृद्धि जागिर भने अनावश्यक तनाव आउन सक्छ। नियामक क्षेत्रमा कार्य गर्नलाई प्रशासनिक समस्याले सताउन सक्छ, त्यसतर्फ सचेत हुनुहोला। संस्कार, संस्कृति, सभ्यता, परम्परा, रीतिरिवाजप्रति समर्पणका साथ लाग्ने योग देखिन्छ, जसबाट तपाईँका अधिकांश कार्यहरू सफल हुनेछन्। तपाईँको राशिको स्वामी ग्रह भनेको मङ्गल ग्रह। मङ्गलको रङ भनेको रातो, धरतीबाट उछिटिएर गएको एउटा टुक्रा भनिन्छ मङ्गल ग्रह, रातो रङ मानिन्छ। रातो गुलाबी रङ तपाईँलाई उपयुक्त हुन्छ भने मान्नुपर्ने देवता सिद्धि विनायकको पूजा आराधना तपाईँलाई अत्यन्त राम्रो हुन्छ। विनायकको पूजा गरेर घरबाट निक्लिनु, नयाँ कामको शुभारम्भ गर्नु, त्यो तपाईँलाई अत्यन्त हितकारी हुनेछ। कार्यमा पनि प्रशस्तै सफलता मिल्नेछ। आज तपाईँको जुन लामो समयदेखि अडिएका केही कार्यहरू छन् ती सफल हुनेछन्, जसबाट मनमा उत्साह, उमङ्ग र आत्मिक भावको विकास हुनेछ। दर्शकवृन्द, अब चर्चा गरौँ धनुराशिको। यो राशि हुने यहाँहरूको लागि आज पराक्रम, पुरुषार्थ, शौर्यताको वृद्धि होला। कार्यहरू सफल हुँदै जानेछन्। नसोचेको सफलता मिल्नाले मनमा उत्साह थपिनेछ। तर परिवारमा कुनै विशिष्ट सदस्यको वियोग हुनाले मनमा अस्थिरता, तनाव, द्वन्द्वको भाव प्रकट हुन सक्छ। मिथ्यावादबाट बस्नुहोला, किनकि साथीभाइ बीच अनावश्यक तनावको सम्भावना रहन्छ। प्राविधिक कार्य गर्नलाई आज अत्यन्त राम्रो छ। लेखन कला, प्राविधिक
अनुसन्धान, खोज, खगोलीय अन्वेषण पनि तपाईँको समय बित्नेछ। सौन्दर्य प्रसाधनको सामग्रीहरू जोडिएला। मित्रहरूबाट पनि मध्याह्नभन्दा पछि केही रूपमा आर्थिक सामाजिक सहयोग पनि हुनेछ। सामाजिक क्षेत्रमा केही महत्त्वपूर्ण कार्यहरू गर्दाखेरि सम्मान, पुरस्कार प्राप्त गर्ने योगलाई नकार्न सकिन्न। कानुनी बाधा अडचन र अन्यलताले भने तपाईँलाई मानसिक तनाव दिन सक्छ। तपाईँको राशि स्वामी भनेको बृहस्पति। बृहस्पतिको रङ भनेको पहेँलो, सुगा रङ, सुनौलो रङ, सुन्तला रङ शुभदायक हुन्छ। कहीँ कार्यको लागि निक्लिँदै हुनुहुन्छ भने त्यस्तो प्रकारको रुमाल अथवा कपडा धारण गर्दा शुभदायक रहनेछ। मान्नुपर्ने देवता शेष साई भगवान, जसको पछाडि नागको फलले, सहस्र नागको फलले जसको रक्षा गरिराख्नु भएको छ, त्यसै शेष साईको भगवानको पूजा आराधना गरेर सुख, शान्ति, समृद्धिको कार्य गर्न सक्दछौँ। दर्शकवृन्द, अब चर्चा गरौँ मकर राशिको। यो राशि हुने यहाँहरूको लागि आज ग्रहको स्थितिले हेर्दाखेरि अलिक खर्चिलो समय रहेको छ। यात्रा प्रशस्त हुन सक्छ। प्रदेश यात्राको योजनाहरू बनाउनु होला, तर कार्यमा अनावश्यक तनाव, द्वन्द्व, खर्च मात्र बढ्नेछ। तर मित्रहरूले भने तपाईँको कार्यको लागि केही तपाईँलाई सहयोग त गर्नेछन्। ससुराली आफन्तबाट केही आंशिक सहयोग मिल्ला। पति पत्नी बीचको सम्बन्ध पनि केही तनावको सम्भावना देखिन्छ। माओली पक्षबाट सहकारी सहयोगको योग देखिन्छ। मान्यजनबाट तपाईँको कार्य प्रशंसा हुनेछ, जसबाट तपाईँले शिक्षा क्षेत्रमा, व्यवसाय क्षेत्रमा लगानी लाउँदाखेरि त्यसबाट आंशिक रूपमा राम्रो नै हुनेछ। साझेदारी काम भने आंशिक रूपमा अपराह्नभन्दा पछि विवाद हुन सक्छ, द्वन्द्व बढ्न सक्छ। त्यसतर्फ सचेत रहनुहोला। समग्र भन्नुपर्दा तपाईँको राशि स्वामी भनेको शनि ग्रह। तर ग्रहको स्थिति हेर्दा शनि यो समयमा उच्च आफ्नो तुला राशिमा रहेको हुनाले, उच्च राशिमा रहेको हुनाले शनिको प्रभाव र विशेष गरेर मकर राशिको ग्रह स्वामी शनि भए पनि यदि शत्रु गृहमा गएर उच्च हुने भएको हुनाले तपाईँको कार्यहरू अधिकांश सफल हुनेछन्। आज निर्णायक क्षमतामा विकास हुनेछ। भगवान भैरवको पूजा आराधना गर्ने, शनिबार पिपलमा पानी चढाउने र फलामको औँठी अथवा घोडा टाप दाहिने हातको माझीमा लाउँदाखेरि शनिजनै जो तपाईँ राशि स्वामी छन् त्यसको प्रकोपबाट तपाईँ बस्न सक्नुहुन्छ। समग्रमा दिन मिश्रित खालको रहनेछ। दर्शकवृन्द, अब चर्चा गरौँ कुम्भ राशिको। यो राशि हुने यहाँहरूको लागि ग्रहको स्थितिले हेर्दाखेरि सहयोग भावको विकास हुनेछ। मान सम्मान, प्रसिद्धि, प्रतिष्ठा बढ्नेछ। सहयोगीले पनि तपाईँको मित्रवत व्यवहार गर्नेछन्। आज शिक्षा क्षेत्रमा लाग्नेहरूको लागि दिन अत्यन्त लाभदायक छ, कल्याणकारी छ। कार्यहरू निरन्तर बन्नेछन्, जसबाट नसोचेको सफलता पनि तपाईँले पाउनुहोला। प्रतिस्पर्धामा पनि प्रशस्तै सफलता मिल्ला। लेखनको र खेलको क्षेत्रमा, विशेष गरेर शैक्षिक प्राज्ञिक क्षेत्रमा आंशिक रूपमा सफलता मिले पनि खेलको क्षेत्रमा भने अनावश्यक द्वन्द्व, अप्ठ्यारोको अनुभूति गर्नुपर्छ। अपराह्नभन्दा पछि प्रतिस्पर्धामा भने सफलता मिल्ने योग छ। ग्रहको केही सकारात्मक प्रभाव पर्ने भएको हुनाले शौर्यता, साहस, पुरुषार्थ, पराक्रम र आत्मिक भावको विकास हुनेछ, जसबाट तपाईँको केही कार्यहरू सफल हुनेछन्। निर्णायक कार्य गर्ने अवसर पनि मिल्न सक्छ। राजनीतिकमा भने गुप्त सन्धि सम्झौताको सम्भावना रहेको छ। त्यसमा भने द्वन्द्व, तनाव र अन्यलताले तपाईँको मानसिक स्थिति बिगार्न सक्छ। त्यसतर्फ सचेत रहनु तपाईँलाई अत्यन्त हितकारी हुनेछ। तपाईँको राशि स्वामी शनि ग्रहलाई मानिन्छ, जसको प्रभाव भनेको निलो, उज्यालो र विशेष गरेर मिश्रित खालको रङ शुभदायक रहनेछ। भने यात्रा गर्दाखेरि भगवान शिवको पूजा आराधना गरेर यात्रा गर्नुभयो भने तपाईँलाई अत्यन्त लाभदायक रहनेछ, कल्याणकारी रहनेछ। शनिको नकारात्मक प्रभावबाट बस्नुलाई पिपलमा पानी चढाउने र विशेष गरेर ओम नमः शिवायको जप गर्नु भने तपाईँ कुनै पनि कार्यहरूमा ढिलो समयदेखि अडिएका कार्यहरू, रोकिएका कार्यहरू सफल हुनेछ। दर्शकवृन्द, अब चर्चा गरौँ अन्त्यमा मीन राशिको। यो राशि हुने यहाँहरूको लागि आज धर्म कर्मप्रति प्रशस्तै चासो बढ्नेछ। सामाजिक कार्यमा पनि तपाईँको सहभागिताको सम्भावना हुनेछ। आफन्तहरूले पनि तपाईँको कार्यको लागि प्रशंसा गर्नेछ। वैवाहिक जीवनमा पनि एक अर्कामा सहभागको विकास होला। मान्यजनहरूबाट पनि तपाईँ कार्यको लागि प्रशस्त प्रशंसा मिल्नेछ। लेखन, कला, साहित्य, सिर्जना र अन्य क्षेत्रमा अथवा मनोरञ्जन, नृत्य, अभिनय, गायनको क्षेत्रमा तपाईँले लाभ प्राप्त गर्नुहुनेछ। कुनै पनि महत्त्वपूर्ण कार्य गर्दै हुनुहुन्छ भने अनावश्यक द्वन्द्व, अप्ठ्यारोले तपाईँलाई तनाव दिन सक्छ। त्यसतर्फ सचेत रहनुहोला। कुल कुटुम्ब बीच पनि आंशिक रूपमा केही अप्ठ्यारोको अनुभूति हुन सक्छ। प्रेम प्रस्तावको योगलाई नकार्न सकिन्न, जसबाट तपाईँले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। तपाईँको राशि स्वामी भनेको बृहस्पति ग्रह। बृहस्पति ग्रहको प्रभाव भनेको पहेँलो, सुनौलो रङ मिश्रित खालका रङहरूमा अत्यन्त प्रभाव रहने भएको हुनाले कार्यमा सफलता प्राप्तिको लागि भगवान वज्र धारण गर्नुभएको भगवान इन्द्रको पूजा आराधना अत्यन्त लाभदायक रहनेछ। किन देवताका राजा इन्द्र हुन् र उनको राशि ग्रहको स्थितिले हेर्दा आज तपाईँलाई विशेष भगवान इन्द्रको स्मरण, पूजा आराधना र भगवान लक्ष्मीनारायणको पूजा आराधना पनि तपाईँलाई त्यत्तिकै हितकारी, लाभदायक र कल्याणकारी हुनेछ। समग्रमा भन्नुपर्दा दिन, सन्ध्याकालीन समय खानपिन, मनोरञ्जन, लेखन आदि क्षेत्रमा सहभागिता जनाउनुहोला। त्यस क्षेत्रमा आंशिक रूपमा प्रशंसा र पुरस्कार प्राप्ति योग पनि देखिन्छ।